मिसिन के भएको छ के भएको छ सिलायो कि चट्ट चट्ट धागो तलबाट आएर टुटिराख्ने जानी नजानी यहाँ बबिनहरू खोलेर यहाँ तेल हालेर सफा गर्दैछु है गाइज के प्रब्लम हो यसो थाहा छ भने भनिदिनु होला है यहाँ यसो सिलाउन आँटेको सानोतिनो कपडाहरू हुँदैन टुटेर हैरानै हुन्छ सिलाउन बस्यो ट्वाक्क धागो टुटेर जानी नजानी खोलखाल पारेको छु कसैलाई थाहा छ भने यसो सुझाव सल्लाह दिनु होला है मेरो मिसिन पुरानै भइसक्यो तर कहिलेकाहीँ चलाउँछु त्यही भएर होला भित्रभित्र जालोहरू पनि लागेको छ साथीहरू सफा पनि गर्दैछु कहिलेकाहीँ सिलाउँछु यसो